नमस्ते गाइज, फेरि स्वागत छ अर्को ब्लगमा। केटासँग यो भर्खरै यो सामान किन्यो होइन। हामी जाने कता जाने अब? खाइबामा त पकड पकड बम्बईको 80-90 पुरै छ हाम्रो। ल ल कता जाने थाहा नै छैन अहिलेसम्म। त्यही पनि हामी हिँडिरहेको छौँ। सधैँ यस्तै हुन्छ निस्किनु लाग्दाखेरि प्लानै बन्दैन अनि कहाँ जाने हुन्छ। यसरी नै हिँडिरहेको हुन्छ हामी जहिले पनि। मेरो मोबाइलमा चाहिँ प्रब्लम आइरहेछ, भोइस रेकर्ड हुँदैन बेला बेलामा। तर केही नमान्दै होला होइन। अब यस्तै हो, भोइस रेकर्ड भएन भने चाहिँ उस गर्छु नि, ब्याकग्राउन्ड म्युजिक हाल्छौँला हामी। अनि अब चोकमा गएर चोकबाट के गर्ने हो? अब अक्कड बक्कड बम्बईको 80-90 पुरै छ। चोकबाट कता जाने अनि त्यहाँबाट थाहा हुन्छ। माथितिरै गइदिउँ। अब यहाँबाट चाहिँ कता जाने भन्ने कुरा हो क्या होइन। कता यता जाने कि यता जाने? ल ल ल यहाँ रेल दोकान। पकड पकड बम्बई वो 80-90 पुरे सो से निक्ला धागा सो निकाल के भागा। यता माथि देखायो त अनि माथि देखायो। कता जाने ठाउँै छैन कि। माथि कहाँ जाने? मार्बल डाँडा त अति इडी ठाउँ हो नि, जाडो हुन्छ पुरा। ल ल हुन्छ। मार्बल डाँडा अलिक टाढा पनि पर्छ यार। हामी चाहिँ यता जानु भयो। निस्क्यो भयो अघि नै हुन्थ्यो है। तिमी नआएर हो क्या? यो मान्छे लास्टै काम गर्छ नि त अनि त्यो भएर पनि हो होइन गाइस। के गर्नु, पापी पेट पाल्नु पर्छ। ओइ कहाँबाट आएको यार त्यो साइकल? यसो अफ साइड आउनु हुँदैन है। ट्राफिक रुल्स फलो गर्नुपर्छ जहाँ भयो पनि। हाम्रो लागेको त्यो डाँडैमा अहिले चाहिँ रातिको कति बज्यो? ए राति भन्ने कि दिउँसो भन्ने यार? बेलुका अहिले चाहिँ बेलुकाको यो दुई शब्द अहिले चाहिँ बेलुकाको त्यो 4:30 पनि 4:30 चाहिँ होइन, त्यो 4:15 भयो होला। हामी कुन ठाउँ हो यो? अहिले टमाटरमा आइपुगिसकेको छ। सक्नुहुन्छ हजुरहरूले। यो दुई शब्द मेरो साथीको लागि। मान्छे अनुहार जस्तो भए पनि बानी बेहोरा राम्रो छ। बाइक राम्रो छ, केटी दिनु पाउँदैन, बाइक बिबी गर्छ। रातै सोध्नु नि छिटो। कारले झन्डाले मान्छे बाँच्छ। अनि पैसा दियो कि दिएन? लाग्यो नम्बर अनि थाहा पाउनु भने नि। धेरै दिन भएको थियो बाहिर ननिस्केको, आज निस्किरहेको। म त साथी धेरै दिनै भयो। आज धेरै दिन
फुटबल भलिबल पनि भइरहेको क्या मलाई पनि थाहा छैन यार मलाई खेल आउने होइन भलिबल अलिअलि आउँछ फुटबल टाच्चा आउँछ ब्याडमिन्टन अलिअलि आउँछ त्यति नै हो फिजिकल गेममा चाहिँ मलाई त्यति नै आउँछ अरूहरू आउँदैन मलाई हामी हिँड्नु चाहिँ हिँडिरहेको छ तर कहाँ हिँडिरहेको छ हामीलाई थाहा छैन गिर गए हम आगे गड्ढा है आगे रास्ता था रास्ते में गड्ढे थे गड्ढे में हमारा बाइक आ गया तो क्या करूँ इंग्लिश नआए पनि बोल्नुपर्ने रहेछ किनभने त्यो बानी बसाल्नलाई क्या किनभने बोल्दा बोल्दै आउने चिज हो नि त होइन बानी बसाल्नलाई अनि गर्नुपर्ने रहेछ बल्ल थाहा भयो क्या सिन्धुली सन्धि के छ खबर काप्रेली सन्धि के छ खबर कता ठाडो खोला रहेछ ठाडो खोला रहेछ यार झन्डै अर्कै पढेको मैले समझ गए क्या समझा हामी चाहिँ उयो दुईटा डाँडाको उताबाट आएको हो अहिले हेर्दा हेर्दा दुईटा डाँडा कटिसकेको छ कता अरे अझै उता गएको छ बाटो त भन्ने कहाँनिर आयो घुम्ती रोड तिमीर भेट भयो सानो मायामै के हो कि बाटैमा के थियो बिर्सिसक्यो बाटैमा भेट भयो हामीले यस्तो लोकदोरी गीत पनि आउँछ होइन अनि मरे पनि त्यस्तो गीत पनि आउँछ छोडिदिने सबले छोडिरहेको छ यार छोडिदिने हामी चाहिँ बारम्बार एउटा कुरा चाहिँ के हो भने होइन हामीले बारम्बार बाटो बिर्सिरहेछौँ है अनि यहाँमा यस्तो कटेज टाइपको रहेछ के हो हुँदैन पर्छ कन्सर्ट जस्तै हुन्छ त्यहाँनिर अनि त्यो हेरेर हामी बाहिर गीत पनि गाउँदैछौँ अब यता बस्ने निर्णय दिए है उता परतिर चाहिँ बस्तीहरू रहेछ
सुरुमा भिडियो नहालेको आफ्नो लङ टाइम फेरि भिडियो हाल्नु गइरहेको छौँ कस्तो होला यो भिडियो भन्ने कुरा मलाई पनि थाहा छैन होइन जस्तो होला त्यस्तै हालिदिनु यहाँ त कुरोहरू रहेछ यार कुरो भन्ने थाहा छैन भने चाहिँ उयो यस्तो हुन्छ ल त्यस्तो हुन्छ है कुनै कुनै साथीहरूलाई थाहा नहुनु पनि सक्छ बाइक नि देखिन्छ यहाँबाट साथी मलाई ताना त ल्याउ त यार है यसरी आइरहेको हुन्छ बेला बेलामा के दिमाग सकिन्छ अनि हामी आइदिन्छ उता माथि रहेछ नि त अनि बस्नु नहुँदा उता मेरो यहाँनिर रहेछ तर कस्तो होला त्यो ठाउँ थाहा छैन तर ठाउँ चाहिँ रहेछ होला यहीँ बस्नु यहाँदेखि कपाल चाहिँ बाइक चाहिँ उयो तल छ यता बाइक पनि देख्ने अब यो यता चाहिँ कोट डाँडा हो होइन गिटार गिटार ब्याग फेरि खत्रै छ यहाँनिर होइन इलेक्ट्रिक गिटारको ब्यागमा हामी अकस्टिक गिटार हालेर हाल्छु हामीले त्यो हेरेर गिटार पनि फेरि खतरा किनिन्छ यहाँ our guitarist friend wow this one autograph पटुन खोज्दछु झरेका सपनालाई बचाउन खोज्दछु मरेका आशालाई हौ चाहना तर केही चाहन्न ल अब चाहिँ हामी घरतिर चल्दिनु लागेको है रात परिसक्यो अनि यहाँ चाहिँ कस्तो रात परे नदेख्या होला होइन तर राति भइसक्यो पारिरहेको छु होइन त्यही हो चन्द्रमा तर देखिरहेको छैन ट्याक्कै बन्द भयो छेक्यो बन्द भयो भन्दा नि यहाँबाट देखिरहेको छ चन्द्रमामा पनि दाग हुन्छ भन्ने गीत सुन्नुभयो मेरो मोबाइलमा चाहिँ अहिले ब्याट्री अफ भएर साथीको फोनबाट भिडियो बनाउँदैछु होइन मेरोमा चाहिँ सधैँ यस्तै हुन्छ क्या घरबाट निस्किँदाखेरि चार्जै हुँदैन अनि भिडियो बनाउँदा के हुन्छ भन्दाखेरि चार्ज सकिन्छ त्यही अनि सधैँ अनि साथीको फोनबाट बनाउनुपर्ने हुन्छ